सो त्यसको लागि अब चाहिँ हामी हस्पिटल जानु लाग्यो बुवा र म होइन हस्पिटल जाँदैछौँ हेरौँ अब त्यही आधी घन्टा 1 घन्टाको अपरेसन हुन्छ अरे होइन हातमा हल्का उ आएको छ सिस जस्तो टाइपमा होइन सो त्यो सकिएपछि अब त्यही अब हस्पिटल गएर भेटौँला होइन बेसी त अब हामी जानु सुन्दाएर छौँ जान लाग्छ समथिङ 30 मिनट जति लाग्छ सो गएर हामी उ हुन्छ अनि हजुरलाई सबै म भन्नेछु नि के हो भनेर होइन अपरेसन गर्ने भयो सो हामी चाहिँ अब जाँदैछु होइन ट्याक्सीमा छौँ मैले ट्याक्सीभित्रबाट लिएको यो क्लिप हो हामी चाहिँ कान्तिपुर डेन्टल हस्पिटल पुगिसकेको छौँ होइन सो अब एकछिनपछि चाहिँ अपरेसन हुन्छ होला फर्मालिटीहरू के छ जम्मा गर्छु पैसा अनि त्यसपछि चाहिँ अपरेसन हुन्छ होला जस्ट ठिक छ हामी गर्ने एग्री हुनुभएको छ बुवा त्यसै नै खुसीको कुरा हो है डेन्टल हस्पिटलभित्र पुगिसकेका छौँ हामी चिनेको डाक्टर साहब हुनुहुँदो रहेछ सो बुवाले चाहिँ यतै अपरेसन गर्ने अरे त्यही भएर चिनेको भएर गार्नेमा गर्नु मान्नु भएन बाबा चाहिँ भित्र अपरेसनमा जानुभएको छ होइन म चाहिँ बाहिर वेट गरिरहेको छु अब एकछिनमा एराउन्ड 30 मिनट लाग्छ अरे ओटी गर्न होइन अपरेसन गर्नु सो त्यो सित्यो भने चाहिँ हामी निस्किने छौँ होइन 2-3 दिनको लागि रेस्ट दिन्छ होला टाइम होइन नर्मल्ली हो सानो यहाँनिरको थियो होइन अब त्यो चाहिँ इन्लार्जमेन्ट भइरहेको थियो कि है बढिरहेको थियो सो अब त्यसको लागि अब झन् धेरै बढ्यो भने पछि जे पनि हुनसक्छ नि त सो अहिले नै अपरेसन गर्न लाग्यो त्यही भएर खालि त्यस्तो मेजर अपरेसन होइन माइनर अपरेसन हो के छैन त्यो पनि गर्दैछौँ बेसी होप यो छैन एकदम राम्रो हुनेछ आशा गरेको छु म होइन अपरेसन चाहिँ सफल भइसकेको छ होइन एराउन्ड चाहिँ 45 मिनट लाग्यो होइन बुवाको भित्र चाहिँ यो रहेछ खास चाहिँ यो चाहिँ युरोसिटोको कारणले भएको रहेछ होइन भित्र एकदम मल्टिप्लाई भइरहेको रहेछ कि सो एकदम खुसी लागेको छ होइन बुवाको अपरेसन सक्सेस भएको छ होइन यही नै ठुलो कुरा मैले नै सोचिरहेको थिएँ एकदम राम्रो होस् भन्ने सोचेको थिएँ यस